नमस्ते। आज वैशाख शुक्ल पूर्णिमा अर्थात् विश्व शान्तिका संस्थापक भगवान गौतम बुद्धको 2570औं जन्म जयन्ती नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकोले यो दिनलाई बौद्ध धर्मावलम्बीहरूले त्रिसुक्यको पावन पर्वका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउने गर्दछन्। हिन्दू धर्मावलम्बीहरूले पनि बुद्धलाई भगवान विष्णुको नव अवतारका रूपमा स्वीकार गर्दै आजका दिन विशेष पूजा आराधना र प्रवचन गर्ने परम्परा रहेको छ। नमस्कार।